आज चाहिँ रातिको 12:30 भइसकेको थियो तर मलाई चाहिँ निन्द्रै लागेको थिएन। अनि आइडिया भन्दै मैले चाहिँ अस्ति न्यु इयरको दिन आफूलाई किनेको सामानहरू देखाउने निर्णय गरेँ। सो हेरौँ है त। फर्स्टमा त यो मेकअप राख्ने पर्स थियो होला, तर मैले चाहिँ स्टेसनरीको सामान राख्ने पर्स बनाइदिएँ। अनि पैसा नभए नि पर्स चाहिँ हुनुपर्छ भनेर पर्स नै किनेको थिएँ, जसमध्ये चाहिँ त्यो पर्सको मलाई की चेन चाहिँ एकदम क्युट लागेको थियो। अनि यो वर्ष चाहिँ एकदमै धेरै पानी पिउँछु भनेर मैले 1.5 लिटरको बोतल किनेको थिएँ। अनि त्यसमा स्टिकर नि टाँसिसकेको थिएँ होइन। अनि त्यसपछि अस्ति न्यु इयरमा भने जस्तै मैले डायरी नि किनेको थिएँ, जुन चाहिँ एकदमै राम्रो छ। सबैभन्दा मन परेको कुरै मलाई डायरी थियो। अब म यसमा डेली रुटिन लेख्छु अनि मैले चाहिँ खोलेर देखाउँदैछु क्या यस्तो यस्तो छ भनेर। सो अब चाहिँ म सुत्न गएको है। भिडियो लाइक गरिदिनु होला। बाई बाई।